के हो यो त बादलको माथि नै आइसक्यौँ हो हामी साँच्ची भनेको कसले उका खायो साथी तिमीले हो तिमीले उका खायो सबै छोड्दैछ यी धुवा Hey guys, welcome back to my new vlog. Good morning. बजेको छ 8 हैन हामी सुतिरहेको छौँ 9 बज्न आइछ यहाँ टाइम हेर भर्खर उठेको अलि 4 बजे सुतेको तिमी हटा चार्ज हल्लियो एकछिन निकाल्नु चार्ज हल्लियो काम अलि फेरि फोटो खिच्नलाई साथी चार्ज भएन भने त यहाँ हाम्रो फोटो छोटो सार्ने कामहरु चल्दैछ भगै छैन मेरो तिमी फाइनली हात मुख धोएर चाहिँ म रेडी भइसकेको छु अब यहाँ एक्स्ट्रा लुगाहरू लिएर आएको छु हिजो लगाएको सेतो भेस्ट एकै दिनमा फोहोर भएछ सबै दाग लागेछ अब अर्को छ मेरो बाहिर देख्न सक्नुहुन्छ गाइस म बाहिर देखाइदिन्छु पुरा उसे लागिरहेछ यस्तो छ ट्याब्लेट हैन बाहिर देख्न सक्नुहुन्छ पुरा उसे लागिरहेछ हैन जाडो जस्तो भइरहेछ तर हामीलाई बाल मतलब छैन हामी जस्तो गर्मीबाट आएको होइन यतिको चिसो त चाहिन्छ यस्तो दाम फुल रहेछ यहाँ त बेलुका चाहिँ हामीले पार्टी हानेको थियौँ ओके अब हामी चियासान खाँदै नास्ता सास्ता खाने अनि एकछिन घुम्नुपर्छ फेरि अनि घरतिर जानुपर्छ जस्तो छ आज पनि बस्ने प्लान थियो तर जानुपर्छ होला हेर्न सक्नुहुन्छ के साथी एकदम बबाल छ नि हेलो के छ निन्द्रै पुगेको छैन राति 4 बजे सुतेको म लुगा लगाएर सो हातमुख धोएर रेडी भइसकेको छु नाइटी सर्ट पेन्ट चाहिँ त्यही लगाएको मैले अर्को बोकेको थिएँ तर त्यसले तँ फोहोर रहेछ ब्रस हान्दैछ है सबै तयारी गरेर राख्छ हाम्रो अर्को साथी अब फोटो सोटो तान्नु पर्यो ठिकै छ हाम्रो नास्ता आइसकेको छ के साथी कसो छ मिठो छ चाउचाउ अन्डा चिया पनि आइसकेको छ होइन हाम्रो तातो तातो चिया बाहिर यस्तो चिसो मौसम भइरहेछ कस्तो छ चिसोमा हालत तातो भइरहेछ तातो त भइहाल्छ नि साथी तातो हुनलाई एकजना चाहिरहेछ यस्तो हिँड्न लागेको गाइस पानी पो पर्न थाल्यो हामी सब ब्याग स्याग लिएर बसिरहेको छौँ पानी पो पर्न थाल्यो ओके हाम्रो होमस्टे भनेको चाहिँ यो गाइस दामी छ होइन अब चाहनुहुन्छ भने नम्बर छ दिएकै यसमा कन्ट्याक्ट गर्नु होला अब चाहिँ हामी निस्किनु लाग्यो गाइस पानी पनि रोकिसकेको छ केही छैन बिस्तारै ल भिडियो बनाइदिनु मेरो तिम्रो बनाइदिन्छ नि एकदम राम्रो छ एकदम रमाइलो भयो ल हामीले खाना साथै पनि लगाइसकेको छौँ है क्वालिटी अब देख्न सक्नुहुन्छ एकैचोटि वात्तै बढेको किनभने मैले यसको फोन लिएको छु नि त ओइ गोप्ते नमस्ते दाजु नमस्ते यस्तो छ यहाँको हाल के साथी बब्बाल ल हामीले खाना सादा पनि टक्क लगाइसकेको छौँ पानी बिदा हुने बेलामा पानी पर्दै ठिक छ अब फेरि क्वालिटी घट्नेवाला छ यस्तो रमाइलो थियो साथीहरूसँग अब कहिले होला कहिले होइन 10 11 हुन्छ हो फेरि आउँछु म बिस्तारै अब 1-2 महिना पछि छिटै अब खतरा भ्लगहरू आउनेवाला छ है एक्सप्लोर हान्ने पुरा हो नि साथी हो साथी एकदम फाइनली गाइस घाम लागिसकेको छ अब हामी निस्केकै यस्तो छ बाटो चाहिँ चिप्लो छ हाम्रो साथीहरू हजुर अब राख्दै हो यो खाँदा के लागिरहेको मैले त राखिसकेको ब्यागभित्र साथी के छ राख्ने एउटा बाहिर गएर यस्तो फोटो हातिदिएर लाला ओके अब हामी जाँदैछौँ अब भेटार जाने 2-3 किलोमिटर हिँडेर जाने हो अब हामी ओके यस्तो छ के हो यो त बादलको माथि नै आइसक्यौँ हो हामी साँच्ची भनेको कसले उका खायो साथी तिमीले उका खायो सबै छोड्दैछ यी धुवा यहाँ छ यस्तो यहाँ पहिरो गएको छ हेर्न सक्नुहुन्छ पछाडि कामहरू चल्दैछ हामी जाँदैछौँ होइन
कति हिँड्नुपर्छ अरे कति किलोमिटर 3 किलोमिटर 3 किलोमिटर 3 किलोमिटर हिँड्ने अझै मुनि पनि यस्तो घुमेर पछि 7 किलोमिटर हुन्छ अझै तल पनि जाने हो हामी परे धरानमा पुगिन्छ अब हामी साथी 4 जना हिँडेको हाइकिङ जे नि हुन सक्छ है फेरि धरानतिर पनि बास हुन सक्छ अब त गाइज मेरो अगाडि देख्न सक्नुहुन्छ मैले यस्तो दाम भ्यू देखिरहेको छु देखाम कि नदेखाम कसलाई हो भ्यूलाई हो मलाई देखाएको भ्यूमै हो त यहाँ देख्न सक्नुहुन्छ है यस्तो दामी क्यामेरामा देखिरहेको छैन ल मजाले यस्तो दामी छ म क्यामेरा स्विच गरेर देखाउँछु एकछिन वेट हबिबी कम टु भेडेटार चिल विथ अस गाइज फोटोसुट चल्दैछ यहाँ हामी साथीहरूको खिच मजाले गाह्रो भइसक्यो साथीलाई यहाँ ए के साह्रो उयो हौ देख्न सक्नुहुन्छ गाइज हिँडिरहेको छु मैले यस्तो बाटोमा अगाडि यहाँ यसलाई चाहिँ गाह्रो भएर चप्पल लगाइरहेको छ जुत्ता बोकिरहेको छ होइन मैले टक्क टी सर्ट चेन्ज गरिसकेँ त्यसले यस्तो गर्मी भइरहेको थियो लास्ट पसिना निस्किरहेको थियो त्यही भएर मैले टी सर्ट चेन्ज गर्थेँ देख्नुहुन्छ साथीहरू अगाडि अर्को भ्लगर यहाँ कमी छैन भ्लगरको होइन वेदर चाहिँ दामी भइरहेछ यार यस्तै चाहिएकै यही हो केटा हो हेरो 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 हामी आएको छु यहाँ यिनीहरूको ठिक हुन्छ ठिक हो पुग्छौ फ्रिजमा राख्नु यहाँ अब सपिङ हुँदैछ साथीले किनिदिइसकेको छ हामीलाई यो ब्यागमा हालिसकेको छ होइन साथीको तर्फबाट गाइस भेट आइसकेको छौँ हामी चोक फाइनली हेभेन डाँडाको यहाँ हामी ट्री हाउस छौँ है चिया आउँदैछ हाम्रो साथीले मगाइसकेको छ हेभेन डाँडा यस्तो पछाडि सबै हुसेछ हौ गोल यार कस्तो हिँड्नु आज त 4 किलोमिटर हिँड्ने खान्छ ए यसले चप्पल लगाएर आज है जुत्ता चाहिँ ठुलो छ अलिक हाम्रो ब्यागहरू चाहिँ यहाँ कम दुख्छ यार यस्तो हैन भने यो सेक्वा निकालेर मेरो निकाल यस्तो छ ट्री हाउस यस्तो रहेछ हेभेन डाँडा यहाँ तल एउटा अङ्कलले चाहिँ हामीलाई तल आउन दिनु भएको छैन उहाँसम्म जान्छ क्या यहाँदेखि पर जान्छ अस्ति हामी मात्र गएको होइन घरबारी अरे जान दिनु हुँदैछ होइन यस्तो छ कसले कन्ट्रोल गर्ने त भन्नु पर्यो यो त सबै खुल्ला थियो आज सबै कुहिरोले ढाकिरहेको छ जान आएको छौँ हामी एकछिन बस्ने चिल हामी त्यसपछि घरतिर लाग्नुपर्छ हिजोको भ्लगमा देख्नु भएको छ मैले सबै बनाइसकेको छु आज त म बनाउँदिनँ त्यति घाम पनि लागिरहेछ यहाँ कुहिरो पनि मस्त छ है बस्नु भयो गइहाल्छ हौ यहाँ घाम ओके म चाहिँ यहाँ आइसकेको छु दामी रहेछ यत्रो मान्छेले घेदा एउटा हो ठुल्ठुलो टिपा साथी फ्रेसै फ्रेस गाइस तपाईँहरू बिरानगरको कहिले 1-2 महिना अघिको खानुहुन्थ्यो होला बोडीबाट टिप्ने बित्तिकै हामीलाई आन्टीले ल बाबु टिपेर खाऊ है भनेर दिनुभएको यता देखाउनु जाँदै यस्तो डर लाग्दैछ अरे यस्तो जात आउँछ है म अहिले बसिरहेको दामी रहेछ मुनिया ल अहिले खिच्न फोटो सेट नगर्नु दामी मुनि फाइनली गाइज म घर पनि आइसकेँ होइन विराटनगर सबै साथीहरू गइसकेँ आफ्नो घर मैले बाटोमा चाहिँ भ्लग गरिनँ आजको लागि यति नै थ्याङ्क फर वाचिङ बाई